सबैजनालाई नमस्कार। अनि आज मैले मेरो आफ्नो खुबीभन्दा अलिक परको कुरा लिएर आएको छु। म आज तपाईहरुलाई एउटा कथा वाचन गरेर सुनाउँछु। अनि यो चाहिँ यतिकै म आफैले काल्पनिक कथा लेखेको छु। अनि कसैको जिन्दगीमा मेल खान्छ भने चाहिँ यो संयोग मात्र हुन्छ। अनि यो मेरो सुरुवात मात्रै हो। हेर्दै जाम कतिको अगाडि बढ्छ हाम्रो यो कथा है त। कहिलेकाहीँ मिस्टेक हुन्छ, गल्ती हुन्छ, अनि त्यसलाई सुनेर साथ दिनुहोला। अनि कमेन्ट गर्नुहोस् मैले सुधार्नुपर्ने कुराहरू के छ। यदि राम्रो रेस्पोन्स आयो भने म अरू पनि त्यस्तो काल्पनिक मात्र नभएर रियल कथाहरूलाई पनि लिएर आउने प्रयास गर्नेछु है त। अनि कथा यसरी सुरु हुन्छ। अनि यो कथामा चाहिँ दुईजना पात्र छन्। अनि त्यो उनीहरूको लभ लाइफ चाहिँ अनि सङ्घर्ष अनि त्यो गरिबी त्यो हरेक कुराहरूबाट चेपिएर छुटिन पुगेको हुन्छ। अनि काठमाडौँ कस्तो छ तपाईँहरूलाई थाहा छ है। काठमाडौँमा बस्नलाई कमाउनुपर्छ। अनि झन् काठमाडौँमा बे गरेर बस्यो भने बुढीलाई खुसी दिन अझै धेरै कमाउनुपर्छ। ल यसरी सुरु हुन्छ कथा। काठमाडौँको व्यस्त सहर, धुलो र भिडभाडबाट अलि टाढा टोखाको शान्त वातावरणमा बस्ने सुदर्शन र सृष्टि। उनीहरूको प्रेम उनीहरूको गाउँदेखि सहरसम्म चर्चाको विषय थियो। सुदर्शन मजदुरी वा सामान्य काम गरेर भए पनि सृष्टिको सानोतिनो खुसी पूरा गर्न दिनरात खट्थ्यो। उसको संसार भनेकै सृष्टि थिए। उनीहरूले सँगै बाँच्ने र सँगै गर्ने बाचा गरेका थिए। समय सधैँ एकनास कहाँ बस्छ र। केही महिना यता सृष्टिको बानीमा अलिअलि परिवर्तन आउन थालेको थियो। सुदर्शनले कामबाट थाकेर फर्किँदा सृष्टि फोनमा कसैसित घन्टौँसम्म कुरा गरिरहेको भेट्थे। सोद्धा साथी हो भनेर टार्दिन्थे। सुदर्शन आफ्नो मायामा यति अन्धो थियो कि उसले सृष्टिको त्यो फेरिएको रूपलाई सामान्य ठानेर व्यवस्था गरिदियो। एक दिन साँझ बाहिर झमझम पानी परिरहेको थियो। सुदर्शनको हातमा सृष्टिको मनपर्ने तातो चियाको कप थियो। ऊ कोठाको ढोका खोल्न भित्र जाँदै थिए। सृष्टिको हँसिलो आवाज सुनियो। तिमी आइसकेपछि म यो मान्छेसँग एक दिन बस्दिनँ। पक्का भन तिमी मलाई लैजान आउँछौ नि होइन फेरि। सुदर्शनको हातबाट चियाको कप भुइँमा खस्यो। चिया छत्तछुल्ल भयो। तर उसको मुटु त्योभन्दा नराम्ररी टुट्यो। ढोका खोलेर भित्र पस्दा सृष्टि झसङ्ग भइन्। भर्खरै अर्कै कुनै धनी अनि ठुलो घरको केटो जो महँगो गाडी त्यही डेराबाट गएको थियो। सुदर्शनले काप्दै सोध्यो, यो सब के हो सृष्टि? को थियो त्यो मान्छे? सुरुमा केही बेर त सृष्टि डराइन्। तर केही सेकेन्डपछि उसको अनुहारको रङ फेरियो। जुन ओठमा सुदर्शनको लागि सधैँ माया मात्र हुन्थ्यो त्यही ओठबाट आज विष मात्र झर्यो। कर्कश र घमण्डी स्वरमा सृष्टिले भने, हो सुदर्शन, मैले तिमीलाई छोड्दैछु। तिम्रो यो सुकुम्बासी जस्तो जिन्दगी, यो थोत्रो कोठा र तिम्रो यो गनगने कुराबाट म वाक्क भइसकेँ। मलाई अब तिमीसँग एक क्षण पनि बस्नु छैन। रोशनले मलाई सोचे भन्दा राम्रो जिन्दगी दिन्छ। तिम्रो यो गरिबीको माया मलाई अब चाहिँदैन। म तिमीलाई कहिले आफ्नो बनाउन सक्दिनँ। म त तिमीसँग कहिले खुसी नै पनि थिएन। सुदर्शनले पत्याउनै सकेन कि यो उही सृष्टि हो जसले हिजो तिमी बिना म मरिहाल्छु नि भन्थे। उसको गला अवरुद्ध भयो। आँखाबाट आँसुका भेल बगे। तर मुखबाट एक शब्द पनि निस्किएन। सृष्टिले आफ्नो झोला झिकिन्। सुदर्शनले दिएका सबै चिनोहरू र एउटा सानो पत्र पलङमा राखेर गई। जाँदै गर्दा उनले भने, अब मलाई खोज्ने कोसिस पनि नगर्नु है। मेरो मन तिमीबाट पहिले मरिसकेको थियो। अनि मेरो मन कहिले तिम्रो थिएन र छैन पनि। एक पटक पछाडि फर्केर नहेरी कोठाबाट निस्केर गई। कोठामा अब सिर्फ सन्नाटा र तितो यथार्थ मात्र बाँकी थियो। सुदर्शन भुइँमा बज्रिएर बस्यो। उसले त्यो छोडेर गएको पत्र उठायो जसमा लेखिएको थियो, सुदर्शन, गरिब मान्छेसँग माया त होला, तर पेट र भविष्य भरिँदैन। माफ गरिदिनु। मेरो मन तिमीबाट पहिले मरेको थियो। आज पनि सुदर्शन त्यही कोठामा एक्लो बस्छ। ऊ शारीरिक रूपमा त जीवित छ, तर भित्रभित्रै उनको मन मरिसकेको छ। न उसलाई कसैको धोकाका गुनासो छ, न त अब जिन्दगीबाट कुनै आशा नै। केही घाउहरू शरीरमा होइन, सिधै
आगोले डामे जस्तो मुटुमा बस्छ, जसमा मान्छे जिउँदो लास बनेर बाँच्नु विकल्प बाहेक अरू केही हुँदैन। सृष्टिले छाडेर गएको 2 दिन भइसकेको थियो, तर उनका तीखो र विषालु शब्दहरूले सुदर्शनको छाती दैनिक चिरिरहेको थियो। तिम्रो त्यो सुकुम्बासी जस्तो जिन्दगी, त्यो थोत्रो कोठा, मलाई अब तिमीसँग एक छेड पनि बस्नु छैन। सुदर्शनले यही सम्झिँदै आफूलाई आफ्नो ऐना अगाडि उभ्याएर हेऱ्यो। ऐनामा देखिएको मान्छे कुनै मान्छे जस्तो थिएन। वर्षौँसम्म गरेको सङ्घर्ष र असफलताको एउटा लास थियो, जसले आफ्नो जीवनका ती दिनहरू सम्झियो जब उसँग न गतिलो जागिर थियो, न त बैंक खातामा 2 पैसा नै थियो। तर पनि उसले हार मानेको थिएन। उसले सोचेको थियो, मेरो इमान्दार पसिना र मायाले म एक दिन सृष्टिको संसार सबैभन्दा खुसी बनाइदिनेछु। बिहानदेखि बेलुकासम्म रगत पसिना बगाएर काम गर्थ्यो, तर यस सहरमा गरिबीको पसिनाको मूल्य कति न छ र? शून्य गनिने असफलताको दाग कति गहिरो हुँदो रहेछ। आज उसले तितो सत्य भोगिरहेको थियो। सृष्टिले उसलाई छोड्नुको मुख्य कारण केवल अर्कैको साथ मात्र पाएको थिएन, सुदर्शनको गरिबी र असफलता थियो। सुदर्शनले सृष्टिको त्यो अन्तिम पत्रलाई मुठीमा कचकच्याउँदै आफैसँग भन्यो, पैसा नै सब थोक थियो भने सृष्टि मलाई पहिले भनिदिएको भए हुन्थ्यो नि। मेरो यो पसिनाको एक एक थोपालाई तिम्रो सपनाको बन्दगी बनाउनुको पाप किन मोल नलगायो? मेरो प्रेममा कुनै खोट थिएन। खोट त मेरो खाली गोजी र यो असफलतामा थियो, जसले तिमीलाई कहिले खुसी दिन सकेन। त्यही बेला उसको फोनमा घन्टी बज्यो। स्क्रिनमा एउटा अपरिचित नम्बर देखिन्थ्यो। सुदर्शनले थरथराउँदै फोन उठायो। उताबाट केही अपरिचित मान्छेले भन्यो, सुदर्शनजी, सृष्टि म्याडमको त आज बिहे हुँदैछ नि। फोन आफै काटियो, तर सुदर्शनको दुनियाँ त्यही सधैँको लागि थामियो। उसले फोनको स्क्रिन अन गर्यो। रोशनको महँगो गाडी, करोडौँको रिसोर्ट र त्यही रिसोर्टको बीचमा हिराको हार लगाएर खुसीले ढल्किएकी सृष्टिलाई देखे। सुदर्शनको ओठमा एउटा विचलित हाँसो निस्कियो। उसले सोच्थ्यो, मायाले संसार जितिन्छ। तर आज उसले बुझ्यो, यो संसारमा पैसा नभएको मान्छेको कुनै मोल हुँदैन र पैसा नभएको मान्छेको मायाको पनि कुनै मोल हुँदैन। र असफलताको भारी बोकेको मान्छे त झन् सधैँ एक्लो हुन्छ। सुदर्शनले घरको कौसीमा गयो। आकाशमा गर्जेको मेघ र चिसो हावाले उसको शरीर कापिरहेको थियो। उसले मुट्ठी कसेर आफ्नो छातीमा जोडले हिर्कायो, जहाँ अब मुटुको धड्कन होइन, सिर्फ पैसाले किनेको धोका र सफलताको खाडल मात्र बाँकी थियो। उसले टोखाको त्यो अँध्यारो आकाशतिर हेर्दै भन्यो, जाऊ सृष्टि, आफ्नो नयाँ महँगो संसारमा खुसीले बाँच। पैसाको तराजुमा मेरो इमान्दार माया तौलिन सकिन, किनकि म जिन्दगीको हरेक मोडमा असफल भएँ। शरीरले त तिमीले मलाई पहिल्यै छोड्यौ, तर यो जिउँदो लासलाई यो गरिबी र असफलताको चिहानमा सधैँको लागि गाडेर गएकी छु। मेरो मन त पहिल्यै मरेको थियो। आज मेरा सपनाहरू र स्वाभिमान पनि सधैँको लागि मरे। केही धोकाहरू यस्तो दर्दनाक हुन्छ जसले मान्छेहरूलाई भौतिक रूपमा मात्रै मार्दैन है, तर गरिबी र असफलताको त्यो कसीमा जिउँदै त्यो नजलाएर पनि खरानी बनाइदिन्छ। अनि यो पनि त्यस्तै एउटा त्यो जुन यो समयमा चाहिँ पैसा अनि सफलता एकदम जरुरी हुन्छ भन्ने कन्टेक्स्टमा थियो। अब कतिको यस्तै हुन्छ जिन्दगीमा, अनि यो चाहिँ एउटा काल्पनिक मात्रै हो। मैले अघि पनि भने, कसैको जिन्दगीमा मेल खान गयो भने चाहिँ यो संयोग मात्र हुनेछ। अनि लाइक कमेन्ट गर्नुहोस्। तपाईँहरूलाई मन पर्यो भने म फेरि पनि अरू नयाँ नयाँ लिएर आउनेछु। अनि अझै म रियल स्टोरी लिएर आउने प्रयास गर्छु, जो मान्छेको जिन्दगीसँग साँच्चीकै घटेको छ। हस्, फेरि पनि धन्यवाद।